आउनु त आइयो जानको दुःख चाहिँ यहाँ आजको भ्लगको सुरु यहीँबाट ल है सबै सामान प्याकिङ गरेर अब यहाँबाट हामी निस्किन लाग्यौं उब्रेको पाप्रेको सबै लगेर जानु त परिहाल्यो हैन यहाँ भारी लोड हुँदैछ है ड्याम्की ड्याम यो घरलाई पनि बाई बाई भन्न चाहन्छु ल है हामी आलगाउँको सिटीमा घुम्दैछौँ आज चाहिँ फेरि फाटाक पनि हो सन्डे पनि हो त्यही भएर सबै सिटी बन्द बाहिरबाट जस्ट भ्यू हेर्न मात्रै आको ए स्टार्ट हेरौँ यस्तै हो यहाँ एउटा सानो मान्छे चाहिँ हेलिकप्टर चढ्ने भनेर हेलिकप्टर चढाउँदैछु म अरू अगाडि गइसक्यो बिस्तारै हिँड्दै हिँड्दै अलिअलि सिटी हेरिराखौँ भन्ने राम्रो रहेछ सानो तर चिटिक्कको कुखुराहरू रहेछ यो सुन हजुर तिमीले लन्डन सहर भनेर पहिला लन्डन कस्तो होला भन्थ्यो अब यहाँ आएपछि मलाई लन्डन यस्तै छ है भन्ने लागेको छ काटी कुटी काहीँ नगए मलाई लन्डन जानै मन पहिला त मेरो एकदमै सपना थियो कि लन्डन जाने तर अहिले मलाई यहाँ आएदेखि लन्डन जानु मनै छैन कसमै खान्छु पहिला चाहिँ मन पर्थ्यो अमै कस्तो होला नि त्यो लन्डन मलाई सिटीभित्र पर्दैन जति बाहिर सिटी बाहिरै छ क्या ए मरेस हामी छौँ आज फेरि लन्डनमा घामै तापेर बस्छ हृदयको चौतारीमा बिसौला हाले भयो ठ्याङ भयो म जान्दिनँ औ न झिकिदिन्छु म धुलो परेछ एक हुनहार जोडीहरू आफ्नो छोरालाई पनि हिँडाउँदै अम्म ल ल ल ऊ खुसीको साथ हिँड्दैछ है फेरि ल ल अब बाउ भएपछि आमा चाहिएन अरे बिचरा आमा त्योभन्दा खुसी थियो एउटा आमालाई त्योभन्दा खुसी के हुन सक्छ एउटा विरक्त जेठा छोरा चाहिँ यहाँ आउँदैछ है केही कम्प्लेन ल्याएकै होला अब चाहिँ घुमघाम पनि सक्यो अब हामी चाहिँ घरतिर लाग्यौँ यसो सिनहरू हेर्दै आज छिट्टै घरमा पुग्ने भनेर छिट्टै हिँड्यौँ अब चाहिँ हाम्रो खाने टाइम भयो यहाँ दाजुले चाहिँ कफीहरू रेडी गरिदिनुहुन्छ खानासाना खाएर अब यहाँबाट हामी अघि लाग्छौँ है त उर्लभ जाँदाखेरि चाहिँ कम्ता जाँगर सहित गएको थिएन फर्किँदा चाहिँ न त भन्नु त हामी जानकारी दिनु न अलि जाँगर ल्याउनु न हामी चाहिँ अब त फर्केर आइपुग्यो 8 मिनट देखाएको छ मोबिलले 8 मिनट देखाउनु भएको छ के अरे यता हामी गएर 6-7 दिनमा आउँदा कति हरियाली चेन्ज भएको छ फ्राङ्कफर्ट त हरियाली फ्राङ्कफर्ट भएछ रमाइलो भयो एकदमै रमाइलो भयो अहिले पनि उता बादलहरू चाहिँ त हिमाल पहाड पक्का छिटेको छ जस्तो लाग्छ तर त्यो त भ्रम हो हामी त अहिले अब फेरि गहिरोमा छिरिसक्यौँ होइन
बाई बाई।